नमस्ते, मेरो नाम विजय लिम्बू। म चाहिँ झापाबाट हो। म चाहिँ युकेको लागि तयारीमा छु। सो मैले चाहिँ युकेमा पनि एकदमै केयरगिभरको अवसर राम्रो देखेको कारणले गर्दाखेरि चाहिँ मैले अहिले यो सिप सिकिरहेको छु। केयरगिभरको ट्रेनिङ चाहिँ महिलालाई मात्रै भइरहेको देखिन्छ, तर वास्तवमा त्यस्तो होइन, होइन? छोरा मान्छे, केटा मान्छेहरूले पनि सिकेर वैदेशिक रोजगारको लागि गइरहेको अवस्था छ र बाहिरको डिमान्ड पनि एकदमै छ, इक्वली नै भनौँ न। मैले पनि यहाँनिर काठमाडौँ टेक्निकल स्कुल आउनुभन्दा अगाडि चाहिँ मेरो एकजना स्टाफ हुनुहुन्छ। उहाँ चाहिँ मेरो साथी पनि, दाइ पनि जस्तो हुन्छ। उहाँको थ्रुबाट नै आयो म। त हेरौँ न त के रहेछ त भनेर अनि आइयो। अनि आउँदाखेरि अब शिव सरलाई भेट्यो। त्यस पछाडि अब ओभरअल होइन राम्रै खालको पोजिटिभ इम्प्याक्ट देखेँ। त्यस पछाडि मैले जोइनिङ पनि गरि नै हालेँ। त्यो साथसाथै मैले भिजा पनि अप्लाई गरिसकेको थिएँ। सो त्यो हुँदाखेरि चाहिँ मलाई अलिक छिटो कभर गर्नुपर्ने हुन्छ भनेर चाहिँ मैले 3 घन्टाको उसमा लगभग 6 घन्टा नै लिएँ क्या। मर्निङ 11 बजीदेखि बेलुका 5 बजीसम्मको सिफ्ट गरेँ। अहिले चाहिँ अब मेरो ओभरअल सकियो। अनि ओजेटी पनि गइयो। नेपाल सिनियर केयरमा परेको थियो। हाम्रो 5 जनाको ग्रुप थियो। सो रमाइलो थियो ओजेटीको ग्रुप। ओजेटीमा सुस्मिता म्यामले एकदमै हेल्प गर्नुभएको छ। इट वाज रियली नाइस है। रमाइलो भयो। सो स्पेसली थ्याङ्क यू काठमाडौँ टेक्निकल स्कुल। तपाईँ युके जाँदै हुनुहुन्छ र तपाईँको हातमा कुनै सिप छैन भने तपाईँले युकेमा गएर काम पाउन मुस्किल छ। केयरगिभरको सिप सिकेर युके जानुभयो भने तपाईँले मासिक 2 लाख भन्दा बढी नै कमाउनुहुन्छ। सो अझै आउने कोही साथीहरू यताउता कोही छ भने आई अलवेज सजेस्ट काठमाडौँ टेक्निकल स्कुललाई। थ्याङ्क यू।